द हिमालयन फेस्टिभल नेपाल प्रिमियर लिग सिजन 2 पनि हेर्दा हेर्दै फाइनलसम्मको खेल टुङ्गो लागिसकेको छ र फाइनलमा अब सुदूरपश्चिम रोयल्स भर्सेस लुम्बिनी लायन्स भिड्दैछ डिसेम्बर 13 यानि कि शनिबारको दिन 3:15 यो फाइनल खेल हुँदैछ। अनि सम्पूर्ण नेपाली दर्शकहरू सम्पूर्ण नेपाली क्रिकेट फ्यानहरूलाई यो हाम्रो एउटा महोत्सव जस्तै एउटा हाम्रो चाडपर्व जस्तै हाम्रो यो नेपाल प्रिमियर लिग सिजन 2 पनि अहिले भव्यताका साथ अहिले जुन यो नेपाल क्रिकेट एनपिएल लिग छ अहिले विश्वव्यापी रूपमा नै अहिले एउटा छुट्टै किसिमको एउटा लेभल एउटा ब्रान्ड नेपाल प्रिमियर लिग बनिसकेको छ र यो भन्दा अझ ब्रान्ड बनाउनको लागि अब फाइनल गेममा सम्पूर्ण नेपाली दाजुभाइ बहिनीहरूलाई म एउटा कुरा आह्वान गर्न चाहन्छु। सम्पूर्ण टिमहरु जानुहोस्, चाहे त्यो लुम्बिनी होस् चाहे सुदूरपश्चिम होस्, हैन, सम्पूर्ण फ्यानहरु गएर चाहिँ हाम्रो टियु इन्टरनेसनल ग्राउन्डको माहौलै छुट्टै बनाएर पुरै भरि भराउ पारिदिनुहोस्, अट्ने ठाउँै नहोस् बरु, हैन, त्यो किसिमको त माहौल चाहिँ त्यहाँ जानु पर्यो। यो हाम्रो एउटा परम्परा एउटा हाम्रो फेस्टिभल हो, हैन, एउटा हाम्रो देशलाई रिप्रेजेन्टिङ गर्दैछ यसले, सारा विश्वले नै अहिले यो हाम्रो एनपिएललाई हेर्दैछ, हाम्रो एनपिएल लिगलाई हेर्दैछ र अहिले विश्वका पपुलर खेलाडीहरू पनि यो एनपिएलमा समावेश भएर खेलि पनि रहेका छन्, राम्रो पर्फर्मेन्स पनि गरिरहेका छन्, आफ्नो जादुमय खेलहरू पनि अहिले विश्व सामु प्रस्तुत गरिरहेका छन् र यो हामी सम्पूर्ण नेपालीहरूको लागि एउटा नेपाल प्रिमियर लिग चाहिँ एउटा अहिले एउटा गौरवको विषय पनि बन्न पुगेको छ र यसै गरी हाम्रा सम्पूर्ण खेलाडीहरूको चाहिँ आर्थिक अवस्था पनि सुध्रिरहेको छ। यसै गरी वर्षमा एकपल्ट एउटा लिग भयो भने हाम्रो खेलाडीहरूलाई केही न केही राहत हुन्छ, साथै हाम्रो क्यान लगायत हाम्रो नेपाल सरकारले पनि खेलाडीहरूको लागि केही व्यवस्थापन अहिले राम्रो राम्रो सुधारहरू गर्दै पनि गएको छ र यस्तै गरी लाग्यो भने हामीले खेलको क्षेत्रमा हाम्रो नेपाल भन्ने देशलाई अहिले एउटा विश्वमा पनि हामीले चिनाउन सक्छौँ भन्ने कुरा हाम्रो नेपाली खेलाडीहरूले प्रमाणित गरि पनि सकेका छन्। अब हाम्रो देश नेपाल एउटा सगरमाथाको देश मात्र होइन, गौतम बुद्धको देश मात्र होइन, अब हाम्रो एउटा खेलको रूपमा पनि हामीले एउटा इतिहास रच्दैछौँ र रच्ने पनि छौँ र हाम्रो सम्पूर्ण खेलाडीहरूलाई म आह्वान गर्न चाहन्छु र आजको अवधिसम्म आइपुग्दाखेरि एनपिएल सिजन अवधि झन् एक महिनाको चलेको थियो र अब फाइनल खेल शनिबार छ, हैन, र आजसम्म आउँदाखेरि जति पनि टिमहरू हुनुहुन्थ्यो सम्पूर्ण खेलाडीले राम्रो पर्फर्मेन्स गर्नु भएको छ, कोही भन्दा कोही कमी छैन, तर खेलको नियम हो, हार जित भन्ने खेलमा हुन्छ, सबैले वान अफ द बेस्ट पर्फर्मेन्स गर्नु भएको छ र अब हुने शनिबारको खेल यानि कि 3:15 हुने गेमको सपोर्टमा तपाईँ कसो सपोर्ट हुनुहुन्छ, लुम्बिनी लायन्सको सपोर्टमा हुनुहुन्छ कि सुदूरपश्चिम रोयल्सको सपोर्टमा हुनुहुन्छ, त्यो भने कमेन्ट बक्समा कमेन्ट गर्न भने नबिर्सिनु होला। साथै तपाईँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न भने नबिर्सिनु होला भन्दै जय नेपाल, जय क्रिकेट, जय एनपिएल, जय नेपाल, जय चन्द्र सूर्य।